सो हेलो एन्ड वेलकम ब्याक टु द च्यानल। आज चाहिँ यो भिडियोमा चाहिँ ग्रोड कम्पनीको मोडर्न जिएसटी भन्ने इलेक्ट्रिक गिटार हेर्न गइरहेको छौँ है त। यो गिटार चाहिँ स्ट्र्याट सेपमा रहेको छ। यसको बडी चाहिँ पोलोनी वुडले बनेको छ भने चाहिँ फ्रेड बोर्ड र नेक चाहिँ म्यापल वुडले बनेको छ। यसमा एचएसएस पिकअप कन्फिगरेसन छ, 5 वे पिकअप सेलेक्टर, एउटा भोल्युम नब, दुईटा टोन नब अनि एउटा स्विच छ जसले चाहिँ यो ब्रिज पिकअपलाई चाहिँ स्प्लिट गर्छ है त। यसमा 22 वटा फ्रेट रहेको छ अनि यो चाहिँ आर्कटिक व्हाइट भन्ने कलरमा रहेको छ। कस्तो दामी छ हेर्नु त व्हाइटमा है। अब यो सँगसँगै तपाईँहरूले के पाउनुहुनेछ है त, हेरौँ है त। एउटा ब्याग पाउनुहुनेछ ग्रोड कम्पनीकै। एउटा एलन की एउटा पाउनुहुन्छ अनि एउटा केबल पाउनुहुन्छ अनि एउटा वामी बार पाउनुहुँदो रहेछ है त। अब हामी यसको साउन्ड सुन्नेछौँ है त। ल अहिले चाहिँ यो गिटारको साउन्ड सुनौँ है त। नेक पोजिसनमा छ, क्लिनमा। अब ब्रिज पोजिसन। अब अलिकति ड्राइभ टोन सुनौँ है त। यो ब्रिज पोजिसन थियो, अब नेक पोजिसन है त। अब अलिकति हाई गेन टोन सुनौँ है त। अब अलिकति डिले राख्छु यसमा, त्यो सुनौँ है त। अब तपाईँहरूलाई चाहिँ यो गिटारको टोन कस्तो लाग्यो तल कमेन्टमा लेखिदिनु होला। यदि तपाईँहरू बिगिनर हुनुहुन्छ भने मेरो एडभाइस चाहिँ होइन, गो फर इट भन्न चाहन्छु। अब सिङ्गल कोइल हम्बकर सेटमा छ यसको होइन। अनि पछि तपाईँहरूलाई चाहिँ अब कन्ट्री ब्लुज ज्याजहरू खेल्न मन छ भने चाहिँ यो गिटार ठिक हुन्छ होइन। अनि पछि हम्बकरले चाहिँ अलिकति पावरफुल टोन दिन्छ होइन। ब्रिजमा चाहिँ हम्बकर भएकोले अलि तपाईँहरूले रक अनि मेटलहरू बजाउन सक्नुहुन्छ है त। यदि तपाईँहरूले यो गिटार किन्न चाहनुहुन्छ भने मध्यपुर म्युजिक स्टोरलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म उहाँहरूको डिटेल्स चाहिँ तल डिस्क्रिप्सनमा लेखिदिन्छु है त। आशा छ तपाईँहरूलाई यो भिडियो मन पर्यो। साथसाथै यो भिडियोलाई लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला च्यानललाई। अरू भिडियो के हेर्न मन छ हजुरहरूलाई तल कमेन्टमा लेखिदिनु होला। हामी छिटै नै अर्को भिडियोमा भेट्नेछौँ है त। त्यतिन्जेलको लागि टेक केयर एन्ड